काठमाडौँको 9 तल्ले धरारा, काठमाडौँको 9 तल्ले धरारा, पाए हुन्थ्यो मायाको सहारा। धरहरा, जसलाई भीमसेन टावर पनि भनिन्छ, यो काठमाडौँको ऐतिहासिक र सांस्कृतिक प्रतीक हो। यो टावर विक्रम सम्वत 1879 सालमा बनाइएको थियो। निर्माणको मुख्य उद्देश्य भनेको राजधानी उपत्यकामा निगरानी गर्न, सम्भावित सङ्कट वा आक्रमणको बेला छिटो प्रतिक्रिया दिन र रानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा एउटा प्रतीकात्मक संरचना बनाउनु थियो। यसले सुरक्षा, राष्ट्रिय गौरव र सांस्कृतिक पहिचानको मिश्रणलाई प्रस्तुत गर्छ। धरहराको पहिलो निर्माण भीमसेन थापाको नेतृत्वमा भएको हो। भीमसेन थापा नेपालको पहिलो मुख्यमन्त्री वा त्यति बेलाको समयका मुख्तियार थिए, जुन पद आजको प्रधानमन्त्री समकक्षको हुन आउँछ। उनी विक्रम सम्वत 1832 सालमा जन्मेका थिए र नेपालको राजनीति, सैन्य र प्रशासनमा निकै प्रभावशाली थिए। 19औं शताब्दीमा उनले देशलाई सुदृढ पार्ने र विदेशी प्रभावबाट जोगाउने महत्त्वपूर्ण काम गरे। उनी करिब विक्रम सम्वत 1863 देखि 1894 को अवधिमा नेपालको मुख्य शक्ति बनेका थिए र प्राय युद्ध तथा शान्ति सम्झौता सञ्चालनमा अग्रणी थिए। धरहराको निर्माणमा स्थानीय शिल्पी, राजदरबारका कामदार र रानीको सल्लाहले महत्त्वपूर्ण भूमिका खेलेको थियो। केही स्रोतका अनुसार टावर निर्माणमा अन्तर्राष्ट्रिय संस्था वा विदेशी सहयोग प्रत्यक्ष थिएन, तर निर्माण प्रविधिमा भारत र युरोपेली शैलीको प्रभाव भने प्रष्ट देखिन्थ्यो। वास्तुकला दृष्टिले टावरमा मुगल र युरोपेली शैलीको मिश्रण देखिन्थ्यो। यसले 60 देखि 72 मिटर उचाइ, 213 वटा सिडी र टावरको माथिल्लो भागमा बाल्कोनी समावेश गर्दथ्यो। धरहराले समय समयमा प्राकृतिक विपत्तिको सामना गरेको छ। विक्रम सम्वत 1990 को भूकम्प र 2072 सालको भूकम्पमा यो क्षतिग्रस्त भएको थियो। विक्रम सम्वत 2072 सालको भूकम्पले टावरलाई प्राय पूर्ण रूपमा ध्वस्त पारेको थियो। त्यसपछि आधुनिक भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरी यसलाई पुनर्निर्माण गरिएको छ। भीमसेन थापाको जीवन, राजनीति र धरहराको सम्बन्धले नेपालको इतिहास र सांस्कृतिक महत्त्वलाई बलियो बनाउँछ। धरहरा केवल सुरक्षा र निगरानीको लागि नभई भीमसेन थापाको नेतृत्व, रानीको सम्मान र नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि हो। यस प्रकार धरहरा नेपालको इतिहास, वास्तुकला र सांस्कृतिक पहिचानको अद्भुत मिश्रण हो। यो टावरले हामीलाई अतीत सम्झाउने मात्र होइन, भविष्यमा हाम्रो पहिचान, राष्ट्रिय गौरवको प्रतीकका रूपमा पनि जीवन्त रहन्छ। धरहरा नेपालको राजधानी काठमाडौँको मुटुमा अवस्थित छ। यो एउटा प्रतीकात्मक संरचना हो, देशको इतिहास, संस्कृति र पुनर्निर्माणको कथा दर्शाउने। विक्रम सम्वत 2072 सालको महाभूकम्पले धरहरालाई लगभग पूर्ण रूपमा ध्वस्त पारेको थियो। केवल यसको आधार भाग मात्र अवस्थित रह्यो। यो घटनाले केवल संरचना मात्र नभई देशको एउटा प्रतीकात्मक चिन्ह पनि क्षतिग्रस्त भयो। तर त्यसै क्षणमा पुनरुत्थानको पनि सपना देखा पर्यो। पुनर्निर्माण काम विक्रम सम्वत 2075 सालदेखि सुरु भयो र यसमा आधुनिक प्रविधि समावेश गरियो। नयाँ धरहरामा लगभग 22 तल्ला, उचाइ करिब 72 मिटर, 2 वटा लिफ्ट, सिडी, सङ्ग्रहालय, भूमिगत पार्किङ जस्ता सुविधाहरू समावेश गरिएका छन्। यो निर्माण कार्यले पुरानो वास्तुकला शैली, मुगल र युरोपेली शैली र आधुनिक सुरक्षा प्रविधिको सुन्दर मिश्रण प्रस्तुत गरेको छ। नयाँ संरचनाको बाह्य भाग सफा सेतो रङमा सजाइएको छ, जसले युवा पुस्तामा यसको नाम सेतो टावर भनेर चिनाउन प्रेरित गरेको छ। सामाजिक सञ्जाल र स्थानीय संवादमा यो नाम प्रचलित छ। यद्यपि उपयुक्त स्रोतहरूले प्रत्यक्ष सेतो नामको प्रयोग पुष्टि नगरे पनि पुनर्निर्माणपछि देखिएको शैली, परिवर्तन र रङरूपले यसलाई छुट्टै छवि दिएको छ। धरहरा केवल एक संरचना मात्र होइन, यो नेपालको सांस्कृतिक पहिचान, भूकम्पपछि सहिष्णुता र नयाँ आधुनिकताको प्रतीक बनेको छ। पुरानो धरहरामा हजारौँ मानिसहरूले स्मृति बाँडेका थिए र आजको नयाँ निर्माणले ती स्मृतिलाई निरन्तरता दिएको छ। यस प्रोजेक्ट अन्तर्गत संरचनाका अतिरिक्त 4 इटालिका गार्डन, सङ्ग्रहालय, पार्किङ आदि काम अझै चलिरहेको छ। करिब 90% भन्दा बढी काम सम्पन्न भए तापनि पुरा काम भने बाँकी छ।
पुरानो धरहराका अवशेषहरूको संरक्षण र आपसको क्षेत्र जस्तै सुनधाराको सन्दर्भमा पर्याप्त बजेट र प्रविधि समेत सुनिश्चित गरिएको छ। यसरी धरहरा अब केवल ऐतिहासिक स्मृति मात्र होइन, आधुनिक पुनर्निर्माण र सांस्कृतिक पहिचानको जीवित प्रतीक बनेको छ। अघि भने चाहिँ अहिले सोसल मिडियामा धरहराकी सेतो टावर भन्ने विषय निकै चर्चामा रहेको छ। एकतर्फी मान्छेहरू भन्छन् यो सेतो टावर हो र एकतर्फी मान्छेहरू भन्छन् यो धरहरा नै हो। यसमा प्राय वृद्ध वा अलि उमेर ढल्केका वा भनौँ अथवैसे मानिसहरू यसलाई धरहरा भन्छन् भने युवाहरू यसलाई सेतो टावर भन्छन्। धरहरा दाबी गर्नेहरू भीमसेन थापाले बनाएको हो। 19औँ शताब्दीदेखि जम्मा 192देखि 193 वा भनौँ लगभग 2 शताब्दी चाहिँ धरहरा मानियो। संसारले पनि धरहरा नै भनेर चिनिरहेको छ। धरहराले प्राचीन समयलाई झल्काउने भएकाले धरहरा बनेको 200 वर्षपछि सेतो टावर भनेर कुरा उठ्यो भन्दैमा यसलाई सेतो टावर नमान्ने धरहरा नै हो भन्ने धेरैको भनाइरहेको छ। अब कोही मानिसहरूले भन्छन् धरहरा भनेको प्राचीन कला संस्कृतिमा ढुङ्गा माटोको प्रयोग गरेर बनेको काठमाडौँ उपत्यकाको सबैभन्दा ठुलो संरचना हो, जुन 2072 सालको महाभूकम्पमा भत्किएको थियो र अहिले बनेको नयाँ संरचना छ जसको निर्माणमा इटा, सिमेन्ट, गिटी, बालुवा र अन्य आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएकोले यो धरहरा नभएर सेतो टावर भएको बताउँछन्। अब यही सन्दर्भमा मेरो चाहिँ भनाइ के छ भने धरहरा भनेको ढुङ्गा, माटो र प्राचीन स्थानीय प्रविधिको प्रयोग गरेर बनाएको एउटा संरचना हो जसले नेपालीहरूको वीरता र महानतालाई यो विश्व सामु चिनाएर राखेको थियो, जुन अहिलेको संरचनाले चिनाउन सक्दैन। अहिले बने जस्तो संरचना त विश्वका केही विकसित देशहरूमा चोकचोकमा देख्न पाइन्छ र नेपालमै पनि धरहराभन्दा अग्ला थुप्रै संरचनाहरू रहेका छन्। जस्तै उदाहरण स्वरूप हेर्ने हो भने झापामा रहेको दमक भ्यू टावर 100 मिटर अग्लो छ। यो भनेको धरहराभन्दा 28 मिटर अग्लो हो। त्यस्तै गरी भ्यालीभित्रै पनि हेर्ने हो भने धरहराभन्दा अग्ला अपार्टमेन्ट, अफिस, होटल गरेर धेरै संरचनाहरू छन्। कुन कुन छन् त अग्ला तपाईँ यो लिस्ट हेरेर थाहा पाउन सक्नुहुन्छ। त्यसैले मेरो विचारमा चाहिँ यो संरचना धरहरा नभएर सेतो टावर नै हो। यसमा तपाईँको विचार के छ कमेन्ट गर्न नभुल्नुहोला। अनि हाम्रो भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर गरी प्रतिक्रिया दिनुहोस् र साथमा हाम्रो च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिन भने नभुल्नुहोला। आजलाई यति नै। हामी छिटै अर्को भिडियो लिएर आउनेछौँ। त्यतिन्जेलका लागि प्रतीक्षा गर्नुहोस् र अन्त्यमा तपाईँका केही विचार भावना व्यक्त गर्नु छ भने मसँग पर्सनल्ली मेरो सोसल मिडियामा कनेक्ट हुन सक्नुहुन्छ। मेरो सोसल मिडियाको लिङ्क डिस्क्रिप्सनमा राखिएको छ।